सो हेलो एन्ड नमस्ते गाइज वेलकम टु माई च्यानल स्मिथ आर ब्लग सबैलाई स्वागत छ। सो गाइज आज चाहिँ हामी आमायाङ्ग्रीसम्मको छोटो राइड जाँदैछौँ होइन। हाम्रो बाइक एउटा छ एन्ड प्याकिङ हुँदैछ हाम्रो। हेलो गाइज, यो चाहिँ हाम्रो बन्दै छ होइन, हाम्रो सानो गाउँ होमस्टे जहाँ चाहिँ हामीले सबै चिज अर्ग्यानिक पाउनुहुनेछ। के छ भने हप्स भइरहेछ। ल ठिक छ नि सबै तारा सब ठिक छ। तारा ब्लग्स सबैजना आउँछ अब यो चाहिँ सब्स्क्राइब चाहिँ गर्नु पर्यो नि सबैजनाले हैन। हेर्नु ल, हामीलाई साथ सपोर्ट चाहियो। यस्तो देखाउनु हुँदैन धेरै, देखाउनु हुँदैन, प्याट प्याट गरिदिनु नि। ब्लर उता चाहिँ तालचाल लगाइदिनु लगाइ। अब हामी यहाँबाट निस्किँदैछौँ। तपाईँ यसमा बस्नु, म यसमा। तल त्यहाँ पेट्रोल हालौँ न है तल। चस्मा ल बाई। रेडी राम्रै रहेछ पर्दा नाइस वर्क, नाइस खाल्डो पुर्दैछन्। वाउ, पिचमा छलाङ। सो गाइस, हामी चाहिँ अहिले 5 खाल बजारमा पुगिसकेका छौँ। दिस इज द 5 खाल बजार। अब चाहिँ हामी पेट्रोल हाल्न जान्छौँ यहाँबाट। अब यहाँबाट हजारको पेट्रोल हालेर हामी निस्किनेछौँ। एउटा हात्ती कति आउँछ भन्ने नै थाहा छैन यार। मैले त प्राइसै हालिदिन्छ।
थाहा नै भएको छ यहाँ त अलिक महँगो हुन्छ होइन 2-3 रुपियाँ 1 रुपियाँ मात्रै स्याम्पू के भयो त ब्रेक पुगेन वर्कसप अलि अगाडि हुन्छ मोबिल त्यही मलाई त्यही छ जस्तो लाग्यो लाग्नुपर्ने हुन्छ 0 किलोबाट पाल्चोक होइन पाल्चोक भनेर चाहिँ यता गरेर माथि जाने थियो कहाँबाट जाने पाल्चोक भन्ने ठाउँ पाल्चोक होइन अहिले उतै जाने पहिला कता पाल्चोकबाट जाउँ भने क्या त्यहाँको बाटो राम्रो छ जा कताबाट हो त्यो पाल्चोक थाहा छ भने नि ओ प्रेम के किन्न के लिनु मार्क्स पाल्चोकबाट गयो भने चाहिँ अलिक नजिक छ के भने त्यहाँबाट अलिकति नजिक छ अरे राम्रो छ नि बाटो कसले भने बाउले भन्दै थियो बाउले भन्दै थियो बाउ गएर आइसक्यो है त्यो त अब त्यहीँबाट जानु पर्ला भने अनि त्यहीँबाट आउने नि त्यहाँ दर्शन गर्ने के भन्छ ओके धेरै खानु पर्छ होइन बाटो प्रेम डाइस सेटल नै भयो नि fully protect
मैले एउटा उडाएको होइन गाइस अहिले चाहिँ हामी मेलम्ची पुगिसकेको छौँ मेलम्ची बजार यस्तो रहेछ मेलम्ची बजार नेवारहरू ए नेवारहरू पनि नभएको ठाउँै छैन नि है जाने छ सुनसानै भएन यो ठाउँ मोबिल हाल्नु पर्ने हुन्छ चेनमा अहिले एकछिन रेस्ट गरेर क्लच समात्नुपर्छ ए यहीँबाट जाने त्यो कहाँ कहाँ पुग्छ नसोधेर खै कताबाट जाने पाल्चोक ल ठिक छ सो गाइस अब चाहिँ हामी झोलुङ्गे पुलबाट जाँदैछौँ है सक्छ त कसैलाई जाम ट्राफिक भइरहेछ अलिक
खतरा है एउटा धिरै छ त सिधै ठोक्छ नि तुफानले जान्छ नि त त्यो रोज त भित्तामा च्याम्मै फ्ल्याट ओइ 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 भन्दा भन्दै च्याम्म नै यतै होला नि ऊ हो टिका सिका लगाएर आएको छ यतै हो सोधौँ न एकखेप दाइ यो पाल्चोक बाइकमा मात्र आउनु मिल्दैन खतरा आउनु पर्छ यार अफरोड पनि त्यत्रो घुमेर मलाई यहाँ पुग्यो भने भर्खर बाटो बनाइरहेछ के जान्ने भने एकछिन ब्रेक दिनु यार खुट्टै चलेन मेरो तुझै चल्यो मतलब ऐ हेर्नु गाइस ओ दामी के खोला रे यो मेलम्ची त हो नि त्यो अघि नको ए मेलम्ची नै हो त्यो अँ हामी त्यहीबाट आएको यहाँसम्म आउनलाई ऊ त्यहाँ भने कता ऊ त्यो पछाडिको के खै उताको खोला भने ए उताको चाहिँ हो त्यो भने नि म त फेरि यही मेलम्ची हो कि भनेर नि अघिदेखि मेलम्ची भनेर त्यत्रो दामी दामी बबाल ओहो होसु कुहिरो
गाइस खतरा अफरोड आउनुपर्छ ल गाइस भ्यू पनि हामीलाई दामी देखाइरहेको छ हैन दामी छ अब एकछिन हामी यहाँ रेस्ट गर्छौँ अनि पछि फेरि लाग्छौँ आज कहाँसम्म आज बेस क्याम्प आमायाङ्ग्री बेस क्याम्प नामै थाहा छैन सीबाट आउँछ होइन चोला चुल्लु चोलामथाङ हो कि के हो अब त्यहाँ पुगिन्छ बिस्तारै 1 घन्टा पछि 1 घन्टा लाग्दैन ओके गाइस सी यू सानो कप आफै आउनलाई फोटो खिचेर थाहा पायो क्या पछाडि सानो तुम भाग्यो हामी आमायाङ्ग्री बा दामी रहेछ है सानो क्युट पछाडिबाट घोडा जस्तै बाछी चाहिँ के मृग जस्तो छ क्या मजा लिने यो पनि चौरी गाईमै पर्छ त होला नि होइन पर्दैन चौरी गाई त अर्कै गाउँमै छैन कहाँ पुऱ्याउनु पर्यो तल खोलाको आवाज कस्तो आइरह्यो है तर खतरा भएको छ आनासँग झर्ना थियो म चौन्डोमा तर तेलकोटको त्यो जङ्गल चाहिँ होइन अलि माथि टप्पीबाट हेरे जस्तो कि खतरा देख्छ ओ गाइस अहिले चाहिँ चिसो हुन थालेको छ रातो रोकै अप्रोदै नन्नेछ बेला आनन्द ल्याउने आनन्द हुने चाहिँ river crossing water on the road आउँदै नम भएर पन्जाले झन् गाह्रो भयो रोक्ने अन्त खोला ओहो बाटो फाइनली गाइस हामी आमायाङ्ग्री बेस क्याम्प 3200 मिटर्समा पुगिसकेछौँ ए यता रहेछ नि 100 मिटर ओ चौरी गाई याक होइन याक उता रहेछ उता उता हामी चाहिँ बेस क्याम्पमा पुग्यौँ है बेस क्याम्प भयो 3200 मिटर्स एबभ सी लेभल सब भन्दै रहेछ नि यहाँ त मान्छे छ याक बेस क्याम्प 100 मिटर अनि यस्तो देख्नु रहेछ त्यही भनेर कनेली सेवानी मखुजी कोन्टको वाने खाने परेन कता माथि अब फेरि आएको बाटो जानु पर्दैन होइन त्यत्रो बाटो जानु पर्दैन तर सोचेकै दिनको याक पनि देखियो घोडा पनि देखियो गाई
गाइज हामी चाहिँ अहिले होटलतिर लाग्छ अरब नै रहेछ अरे है ठिकै छ सो गाइज फाइनली हामी हाम्रो होटलमा पुगिसकेछौँ चौमुथाङ रिजोर्ट हो रिजोर्ट हामी आएको चाहिँ 3200 मिटरको हाइटमा भोलि चाहिँ गजब देख्छ माथि पुगेपछि चिसो है ठिक त्यस्तो चिसो पनि छैन अहिले एकछिनमा उता पनि छ उता के भोलि हामी यहीँबाट हिँड्नु यहाँ पनि बाटो रहेछ नि यहीँबाट ल अब कहाँ जाने भित्र जाने होइन हामी रुममा बसौँ के गरे बुझ्नलाई खिचिसक्यो सोध न सब ठिकठाक छ कि छैन भनेर सब ठिकठाक छ नमस्ते सो हेलो गाइज अहिले चाहिँ बिहानको 3:45 पौने 4 भइसकेको छ अब हामी यहाँबाट लाग्छौँ हाम्रो बेस क्याम्प हामी चाहिँ यस्तो लाइट बाल्दै जानुपर्ने हुन्छ लेट्स गो इट्स अबाउट 2 hours trek hike and we will reach at Amangri top अब बाटोमा जाँदै खिच्नुपर्छ यहाँ केही पनि देख्न नि देख्दैन त्यसैले अहिलेलाई विश्राम सो गाइज हामी चाहिँ अहिले हिँडिरहेछौँ अब केही आधी घन्टापछि चाहिँ पुग्छ होला हामी माथि हाइटमा यताबाट हिमाल चाहिँ देखेछ तर क्यामेरामा चाहिँ देखेन कि जस्ट आँखाले मात्र देख्छ यो चाहिँ अहिले बिहान यता हेर्नु त इज 5:29 हामी चाहिँ कति मिनट लाग्यो हामीलाई त 1 घन्टा 20 मिनट जति मात्र लाग्यो धेरै लागेन जस मजाले आए पनि पुगिने रहेछ 1.5 घन्टा 2 घन्टामा चाहिँ एन्ड यु क्यान सी दिस मेस्पराइजिङ भ्यू अफ हिमालयज अलिक गाह्रो चाहिँ छ बरु हिमालयन्सको लाङटाङ अन्नपूर्ण रेन्ज सबै देख्छ कि यताबाट चाहिँ देख्न चाहिँ तर हामीले मजाले चाहिँ लाङटाङ रेन्ज चाहिँ मजाले देखिन्छ यताबाट अब बिस्तारै काम लाग्छ होइन गाइज अन्नै दामी देख्छ अहिले चाहिँ आँखाले मात्रै राम्रो देख्यो है आमा याङ्ग्रीको मेलामा आइज भेट भएको बेलामा खतरा घर नजिक भने यहाँ पनि पछाडि आमायाङ्ग्री दिस द भ्यू आमायाङ्ग्री मन्दिर अहिले चाहिँ म यता अलिअलि हिमालहरू देख्न थालेको छ यसो सिन देखाउँछु है म गाइजहरूलाई दिस इज द हिमालको छेउमा हो गाइस यतातिर हामीले आगो बाल्न प्रयास गर्दैछौँ हाम्रो प्रेम दाइले आगो बाल्न प्रयास गर्दैछ यो पनि यहाँको सबै फोहोर बाल्या हो फोहोर सबै कलेक्ट गरेर हामीले यहाँको अलि नष्ट गर्न खोज्या हो फोहोरलाई तैपनि अब डिकम्पोजै नहुने ठाउँमा बालेर भए पनि गर्नुपर्छ के पुरै खतरनाक देखिरहेछ खतरा हिमालय
गाइस अब यहाँबाट बिदा हुने टाइम आइसकेको छ। हामी यहाँ 2 घन्टा जति स्पेन्ड गर्यो हामीले यताबाट तपाईँहरूले यस्तो दामी लाङटान रेन्ज देख्न सक्नुहुनेछ। हामीले सनराइज सबै खिचिसकेका छौँ। हाम्रो टोलीहरू, हाम्रो प्रेम दाई, हाम्रो प्रसन्न दाई अनि हाम्रो यहाँ रोहित सर प्याकिङ गर्दै हुनुहुन्छ। फोटोग्राफर खतरा फोटोग्राफर हो नि हाम्रो फेरि। ल गाइस ए खिचिसक्यो मैले। खिचिसक्यो हामी चाहिँ अहिले फर्किरहेको भनौँ न। अब चाहिँ हामी यहाँबाट आम्याङ्ग्रीबाट फर्किरहेको हो। अब चाहिँ हामी 4 जना मन्दिर, आम्याङ्ग्री मन्दिर यता छ। मन्दिर होला स्तूपहरू होला यो जे भने नि होइन भगवान् हो। भगवान् हाम्रो लागि चाहिँ भगवान् हो। हिमालहरू देख्न सक्नुहुन्छ होइन। दामी नि हिमाल त। 180 त हिमालय हिमालकै वरिपरि भगवान् चाहिँ माथि छ। खै ड्रमहरू भने बोकेर ल्याउँछ नि खतरा हो नि त नेपालीहरू। ओहो त्यहाँ तलबाट हिँडेर आएको यार। खतरा हिँड्नुपर्छ तर अलि। एउटा हान्ला नि अब हान्नु पर्छ। कसरी क्याफे जाउँ। अघि नै हामीले गाइस यता दाफे पनि देखेको थियौँ है। दाफे चाहिँ भ्लगमा आउनेछ। फोटोमा चाहिँ आउँछ। क्लियर चाहिँ छैन है तर अलिक टाढा भयो बेस क्याम्प। ऊ त्यो डाँडामा बसिरहेको भयो। त्यही हो। हामी केही गर्न आएको होइन, यति हेर्न लगाएको होइन त। जम जम कता जम जम। जिन चाहिँ मुख त सिधा थाहा ठ्याक्कै जेस्ना छ हौ। ठ्याक्कै हुँगा त नि आज जेस्ना छ हो। बुझी बुझी कचौँपट्टिको सिताउँपट्टि निर गाउँ गयो ठ्याक्कै ढुवाउँछु ठ्याउ छ खाद्य यतापट्टि त्यो चियरमा छैन हजुर त्यो लामा जस्तो हजुर उहाँले चाहिँ नि हजुर एकैचोटिमा बुद्धत्व प्राप्त गरे कि। एकैचोटि बुद्ध प्राप्त गरे कि त्यो एउटा हुन्छ नि। यो बसिरहेछ कि उता दारी भएको चाहिँ लामा। भगवान् रक्षा गरिदिनु सबैलाई। गरेको काम आँटेको काम सबै पुरा होस्।
disconnected. ल अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ ल गाइस अब हामी जाँदैछौँ अङ्कलहरू हाम्रो हाम्रो अङ्कलहरू सोलुबाट है सोलुबाट आउनुभएको थियो उहाँहरूले हामीलाई अब ड्रोन सट पनि दिनुहुन्छ होइन खै एभरेस्ट सिको जम्मू खकी ताना भए बाकी उतासम्म जानुहुन्छ होइन सुन्दरी जल यहाँदेखि फेरि सुन्दरी जल हिँडेर जाने हो Huh? अझै अहिले चाहिँ तिलिक्स भएन है हिमाल डायमन्ड पुरै हिरा त्यहाँ तलबाट आएको यार हामी So bye bye guys. So guys, आज चाहिँ हामी होटलमा पुगिसकेका छौँ बल्ल तल्ल ब्ल्याक टी खान गइरहेछ कस्तो लाग्यो प्रेम दाइ कस्तो भयो दामी हिमाल देखेको नजिकबाट प्रेम दाइले फर्स्ट टाइम हिमाल देखे अब यहाँ ब्रेकफास्ट गरेर जाने मेलम्चीतिर अब मेलम्चीतिर चाहिँ खाना खाने त्यो धाराबाट आएको यार जुम अलिकति गर्न मिल्दैन है मजा आयो मजा बवाल होला है चेयर्स 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 आजको फर्स्ट चिया अब यो आज रक्सी सम्झेर खाऊ न ह्याप्पी इन्डिङ गाह्रो भयो मलाई त लास्ट घरमा आमा याङ्ग्री आफू चाहिँ आमा याङ्ग्री नेट हानी फसेर सिधैमा त्यस्तै गर्नु पर्ला ब्रेकफास्ट हेर्दैछ है केटाहरू भिडियो भिडियो यसले पनि अलिकति ध्यान नि प्रेम दाइला ठिक छ नि किउने त मरत छ त अनि फेरि हो घ्याम्पे हान्ने अनि चिया त अलि ए पानी चिसो पानी खा पनि खाऊ हाम्रो यहाँ आमा याङ्ग्री यता है पारी खोला वारी हामी जाँदैछौँ ब्रिजमा